हेलो साथीहरू, आजको मेरो डे 3 मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। र आज म गराउन गइरहेको छु दाल र तरकारी। दाल गराउनको लागि सबैभन्दा पहिले त मैले केराउको गेडा लिएँ र यसलाई मैले हिजो नै भिजाएर राखेको थिएँ। त्यहाँ भएको पानीलाई नितारेर राखेँ र दालमा मिक्स गर्नको लागि मैले आलुलाई रेडी गराएँ। र दालको लागि एउटा प्याज लिएँ मैले। यसलाई सिटी लगायो भने यो स्वादिलो र रसिलो हुन्छ, त्यसैले मैले एउटा कुकर लिएँ र त्यसको लागि थोरै तेल राखेँ। अघिल्लो प्याजलाई काटेर यतिको बनाएँ र तातेको तेलमा मैले त्यो काटेको प्याजलाई राखेँ। प्याजलाई राखिसकेपछि मैले गेडा हालेर एकछिन त्यसलाई चलाएँ र यो रातो रातो भयो। अनि यसको लागि मैले मिक्सरमा मसला गराएँ। यसमा मैले आलु पनि हालिसकेको थिएँ र चलाएँ। अनि यो यतिको भएको थियो। साइडमा मैले मासुलाई पनि गराउँदै थिएँ। अब यो मसलाहरू हाल्नको लागि रेडी भइसक्यो र मैले यसमा चाहिने सबै चिजहरू हालेँ, जस्तै नुन, बेसार, मसलाहरू अनि टमाटर पनि मैले राखेर एकछिन यसलाई चलाएँ। राखिसकेपछि यो यतिको भइसकेको थियो र एउटा मासु पनि रेडी हुँदैछ। अनि मैले यसमा थोरै पानी राखेँ। पानी राखिसकेपछि यो सेटी लगाउनको लागि रेडी भयो। दाल यतिको हुनेलाई उता मासु पनि रेडी भइसकेको थियो। त्यसैले मलाई चाहिने मसलाहरू नुन, बेसार अनि टमाटर मसलाहरू सबै राखेँ। मैले सिटी पनि निकालेँ र दाललाई घोटेर त्यसमा चाहिने थोरै पानी पनि मैले राखेँ। यति बेलासम्म मासु पनि पाकिसक्यो अनि उता दाल पनि हुने रेडी भयो। ल मैले गराएको दाल र मासुको तरकारी रेडी भए सँगसँगै आजको मेरो यो डे 3 मिनी ब्लग पनि आजको लागि सकियो। एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइज।